कालीकोटका डाँडा काँडा हिमालहरू साथीहरू यति रमाइला छन् है। कालीकोटलाई नराम्रो भन्ने साथीहरूलाई चाहिँ यो भिडियो हेर्नु होला है। यति रमाइला छ हाम्रो ठाउँ चाहिँ है। नमस्कार साथीहरू, ग्रामीण नेपाल भ्लग युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म नवीन विष्ट र आज म तपाईलाई यस्तो राम्रो दृश्य देखाउन गइरहेको छु, यस्तो राम्रो ठाउँ देखाउन गइरहेको छु है। यो चाहिँ हाम्रो कालीकोटको हो साथीहरू। एकदमै रमाइलो छ। आजको मौसम चाहिँ दिनमा अलिअलि पानी परेको थियो र अहिले चाहिँ काम लागेको छ अलिअलि है। अहिले चाहिँ बिहान बेलुकाको 4 पनि बजिसकेको छ र यस्तो छ आजको मौसम है। डाँडा काँडा सेतै भएको छ है। हिउँ पर्या जस्तो भएको छ साथीहरू। यो चाहिँ हिउँ चाहिँ होइन, यो चाहिँ कुहिरो बादल लागेको हो है त। यस्तो छ। अब चाहिँ म एकछिनपछि घर जाँदैछु। म चाहिँ बाख्रा चराउन आएको छु साथीहरू। त्यो गाउँ चाहिँ हाम्रो बदालकोट भन्ने ठाउँ हो, बरातु है। त्यो पारिदेखि नै चाहिँ हाम्रो कालीकोटको सदरमुकाम मानमोको डाँडा हो। अब म तपाईलाई मेरो गाउँ पनि देखाउँदैछु। भिडियो हेर्नु होला साथीहरू है। च्यानललाई सब्स्क्राइब गर्नु होला भन्न चाहन्छु। बाख्रा पनि मेरा आइसकेका छन् नजिकै। अब बाख्रा लिएर म एकछिनमा घर जाँदैछु र गाउँको भिडियो पनि देखाउँदैछु, त्यो पनि हेर्नु होला है त। र यो चाहिँ मेरो गाउँको दृश्य है साथीहरू। यस्तो छ। त्यहाँ चाहिँ मेरो मम्मी घाँस काट्दै हुनुहुन्छ र त्यहाँ देखिने चाहिँ हाम्रो लालुको गाउँ हो है। यता चाहिँ हाम्रो यतापट्टिको भाउजूको घर। यो चाहिँ मेरो झोपडी घर है। यस्तो छ मेरो घर चाहिँ। यो बिजुलीको पोल। यस्तो छ घरको हालत। मकै पनि ठुला भइसक्यो है साथीहरू आजभोलि। यस्तो छ, हरियाली छ पुरा, बर्खाको टाइम होइन। अब चाहिँ म उतापट्टि जाँदैछु है। यस्तो छ। यो चाहिँ मेरो बुवाले के लिनुभयो, फलेक लिनुभयो। अब म उता जाँदैछु। भैँसी हो त्यो मेरो भैँसी, कस्तो छैन त। अनि यतापट्टि चाहिँ मेरो कुकुर मलाई देखेर पुसु लिडी हर्न लाग्यो होइन। कुकुर हो। मेरो छोरी आयो, चाहिँ मेरो छोरी, जेठो छोरी हो, हाँसिरहेछ। अब उता जाँदैछु म। कुकुर नजिकै आयो, यता बसिरहेछ हेर्नु लिडी। यो मेरो बुढी। यस्तो छ है मेरो गाउँको। यो चाहिँ मकै पुरा। त्यो डाँडा हो। गाउँको दृश्य एकदमै रमाइलो छ आजको है साथीहरू। ल अब ब्रोइलर कुखुरा पनि ठुला भइसके आजभोलि। 2 किलो पुग्न लागिसके कोही चाहिँ है। यस्तो छ। ल न रहला अब अभाव यहाँ, न रोइने छ भोकले नेपाली।